नमस्कार। कार्यक्रम पर्यटन यात्रामा यहाँलाई हार्दिक स्वागत छ। म दिलीपा श्री अधिकारी। कार्यक्रम पर्यटन यात्रामा हामी देशका विभिन्न गन्तव्य स्थलका बारेमा जानकारी गराउने गर्दछौँ। आजको कार्यक्रममा हामी आइपुगेका छौँ स्याङ्जा जिल्ला स्थित भिरकोट नगरपालिकामा रहेको रमणीय पर्यटकीय स्थल सोरेक मैदान। आउनुहोस् आजको अङ्कमा हामी सँगसँगै सोरेक मैदान घुमौँ। सोरेक मैदान स्याङ्जा जिल्लामा अवस्थित एक प्रमुख पर्यटकीय गन्तव्य हो। प्राकृतिक सुन्दरता, शान्त वातावरण र मनोरम दृश्यका कारण यो स्थान पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटनको केन्द्र बन्दै गएको छ। भिरकोट नगरपालिकामा पर्ने मैदान डाँडा सोरेक मैदानबाट धौलागिरी हिम श्रृङ्खला, हरियाली पहाड र आसपासका गाउँहरूको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। विशेष गरी सूर्योदय र सूर्यास्तको दृश्य अत्यन्त आकर्षक हुन्छ। सोरेक मैदान प्राकृतिक सुन्दरता, सडक पहुँच र पूर्वाधार विकाससँगै यहाँ आन्तरिक पर्यटकहरूको सङ्ख्या बढ्दै गएको छ, जसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ। खास गरी यो भिरकोट नगरपालिकाभित्र पर्ने यो सोरेक मैदान जुन अन्तर्राष्ट्रिय स्तरमा नै प्याराग्लाइडिङको एकदमै चर्चित ठाउँ हो, जुन पर्यटकीय एकदमै सम्भावना भइरहेको ठाउँ। यसमा नगरपालिकाले कसरी काम गरिरहेको छ? अब भिरकोट नगरपालिका वडा नम्बर 5 मा पर्ने यो सोरेक मैदान भन्ने प्याराग्लाइडिङ अन्तर्राष्ट्रिय एउटा प्रतियोगिता पनि भएको थियो। नगरपालिकामा आफ्नो आय स्रोत कम भएको कारणले हामीले नगरपालिकाले जे जति सकेको छौँ त्यो बजेट कालोपत्र गर्दै गइरहेको छौँ। अझै झन्डै 5 किलोमिटर जति हामीले कालोपत्र गर्नुपर्ने बाँकी छ। त्यसले गर्दाखेरि पनि त्यो सोरेक मैदान अलिकति ओझेलमा परिरहेको छ। यो बैरायन बजारबाट धेरै टाढा पर्दैन, किलोमिटरको हिसाब भने नि जम्मा 7 किलोमिटर जति समथिङ पर्ला। तर थोरै भनेर के गर्ने, मैले भनिसकेँ अघि नै यहाँलाई, जति नजिक भए पनि आखिर यहाँ गएर गाडी चाहिँदो रहेछ। अब भिरकोट नगरपालिका मात्रै नभएर नेपालको अधिकांश भूभाग भनेको पहाडी एरिया छ र त्यसले गर्दाखेरि त्यो ठाउँमा जानलाई अब गाडीकै सुविधा चाहिन्छ। अब गाडीमा सर जानलाई हामीले पर्यटकहरूलाई लिएर जानलाई त्यहाँ राम्रो गाडी जाँदैन। अब गाउँमै हिँड्ने अब महेन्द्र जिप मात्रै जान सक्छ। त्यसले गर्दाखेरि त्यो बाटो राम्रो बनाउन सक्यौँ भने त्यहाँ बाह्य अन्तर्राष्ट्रिय सबै पर्यटक लैजानलाई सुविधा हुन्थ्यो भने र त्यसले भिरकोट नगरपालिकालाई एउटा आय स्रोत आम्दानीको बाटो पनि हुन्थ्यो जस्तो मलाई लाग्छ। प्याराग्लाइडिङले चाहिँ भिरकोटको नै आर्थिक उन्नति कसरी गरिरहेको छ जस्तो लाग्छ यहाँलाई? अब हाम्रो जुन पर्यटकहरू हुन्छ उनीहरूलाई त्यहाँबाट जति धेरै त्यहाँ उडाउन सक्यो त्यति आम्दानीको एउटा स्रोत हुन्छ। मैले भने नि त्यसको लागि नै पहिला बाटो राम्रो चाहियो। व्यवस्थापकीय हिसाबले चाहिँ जस्तो अझ बढी सुन्दर बनाउनुको लागि आफैमा मिलेको मैदान छ सोरेक मैदान, त्यसमा चाहिँ उडानको लागि जस्तो प्राविधिक कुरा हुन्छ होला, आर्थिक त्यहाँ चाहिँ कसरी सहयोग गरिरहेको छ नगरपालिकाले? नगरपालिकाले आफ्नो तर्फबाट त्यहाँ जाने मान्छेहरूलाई अब टोयलेटदेखि लिएर हरेक खानेपानीदेखि लिएर अरू चिजको पनि सहयोग गरिरहेकै छ। सरसफाइलाई पनि सहयोग गरिरहेको छ। अझै त्यसलाई व्यवस्थित गर्नुपर्ने बाँकी छ, धेरै छ। त्यसले गर्दा काम गर्नुपर्ने अझै धेरै छ। नत्र त्यहाँ एउटा नेपालको एउटा मात्रै यस्तो पर्यटक त्यो खेल खेल्ने ठाउँ हो जहाँबाट उडेर त्यहीँ नै बस्न सक्ने भनेको एउटा सोरेक मैदान मात्रै हो। सायद अन्यत्र यस्तो ठाउँ छैन होला जस्तो मलाई लाग्छ। पर्यटकलाई त्यहीँ नै राख्नको लागि होमस्टेका केही प्लानहरू पनि छन् कि के छ? त्यहीँ नै त हाम्रो होमस्टे छैन, त्यहाँबाट मात्रै नजिकै 1 किलोमिटर पनि पर्दैन हाम्रो ओकादी होमस्टे भन्ने छ। त्यसको ठाउँलाई हाम्रो यो भिरकोट नगरपालिकाले त्यहाँ बस्ने पर्यटकहरूलाई
अब कसरी हुन्छ त्यहाँ व्यवस्थित गर्नको लागि नगरपालिकाले पुरा होमस्टेलाई सहयोग गरिरहेको कुरा यहाँलाई म जानकारी गराउँछु। अझै त्यस्तो केही अझै थप जति पर्यटक गयो त्यति नै बढी हामीले नगरपालिकाले काम गर्दै जाने हो भने त्यहाँ पर्यटक गइदिएको अवस्थामा नगरपालिकाले सहयोग गर्नलाई पुरा तयार छ र आउने पर्यटकहरूलाई त्यहाँ राम्रो व्यवस्था पनि हुन्छ र त्यो ठाउँ भनेको सोरेक मैदानबाट एकदम नजिक पनि पर्छ। जस्तो साहसिक खेलका लागि आउनुहुन्छ उहाँहरूको बसोबास उहाँहरू आफै म्यानेज गर्नुहुन्छ कि अथवा नगरपालिकाले कहीँ होटलको व्यवस्था अथवा हाम्रो भिरकोटमा नै होटलहरूको व्यवस्था के कस्तो छ? होइन, अहिलेसम्मले हामीले गर्नु परेको छैन। त्यही सोरेक मैदानमै अब त्यो होटलको व्यवस्था छ। त्यहाँ जाने लगभग मलाई जहाँसम्म लाग्छ 80-100 जनाको लागि बस्नको लागि कुनै पनि समस्या छैन। त्यहाँ खानपिन पनि राम्रो छ र त्यहाँ बसोबासको लागि पनि राम्रो व्यवस्था भएको हुँदा अहिलेसम्म नगरपालिकाले त्यस्तो सहयोग गर्नु परेको आवश्यक छैन। जस्तो नेपालमा नै यति सुन्दर ठाउँ आफैमा एकदमै मिलेको बनोट छ, त्यो भूगोल पनि त्यसका लागि हामीले बनाउनु पर्ने त्यस्तो धेरै पनि केही छैन। तर पर्यटक अझ बढी आओस् र हाम्रो भिरकोट चाहिँ अझ बढी सबै ठाउँमा चिनियोस् भन्नको लागि आगामी प्लानिङहरू के छ नगरपालिकाको? नगरपालिकाले हामीले त्यो ठाउँलाई एउटा के भने त्यसको सोरेक मैदानमै जहाँबाट पर्यटक उड्छ त्यो नजिकै हामीले एउटा ताल बनाउने कि पानी कि भन्ने सोचिरहेका छौँ। त्यो ताल बनाएर त्यो तालमा अलिकति झरना जस्तो बनाएर के गर्दाखेरि राम्रो हुन्छ, त्यो के गर्दाखेरि पर्यटकलाई अलिक आकर्षित बनाउन सकिन्छ त्यतातर्फ नगरपालिकाले सोचिरहेको छ र आउने सालको बजेटमा हामीले केही बजेट राखेर त्यसलाई अझै व्यवस्थित गर्नको लागि त्यहाँ जाने पर्यटकलाई सुविधाको लागि के गर्न सकिन्छ भन्ने विषयमा नगरपालिका दत्तचित्त भएर लागेको कुरा यहाँलाई जानकारी गराउँछु। सोरेक मैदान बाहेक कुन कुन स्थान चाहिँ भ्रमण गर्न सकिन्छ पर्यटकले? त्यो सोरेक मैदानदेखि त्यसको लगभग त्यहाँबाट राइट साइडमा हाम्रो गडरे गुफा छ। त्यो सायद मलाई जहाँसम्म लाग्छ गण्डकी प्रदेशकै सबभन्दा ठुलो गुफा होला। त्यो गुफालाई पनि व्यवस्थित गर्न सकिएको छैन। त्यो किनभने आर्थिककै कारणले त्यो गुफामा जाने बाटो लगभग हामीले धेरै जसो बनाइसकेको छौँ। अझ त्यहाँ 2-3 किलोमिटर बाटो राम्रो गराउन सक्यो भने त्यो गुफामा पनि अनि हाम्रो पर्यटकहरूलाई देखाउन सकिन्छ। त्यो मात्रै नभएर भिरकोट नगरपालिकामा पर्यटकलाई लगेर देखाउने ठाउँ हाम्रो छाङछाङदी छाया क्षेत्र छ, जुन भनेको कस्तो भन्नु होला भने हिजो गएर पार्वतीको अन्तिम अङ्ग पतन भएको ठाउँ भन्छ। त्यस्तै गरेर हाम्रो भिरकोट दरबार छ, अनि भिरकोट कालिका छ, खिनु कालिका छ। यस्तै अनि के अरे वडा नम्बर 3 मा हाम्रो कोखे झरना भन्ने छ, देउबुजी ढुङ्गा छ। धेरै छ पर्यटकहरूलाई भिरकोट नगरपालिकामा देखाउने ठाउँहरू हाम्रो। हावाको वेग आफ्नै गतिमा, बाँस र सल्लाहको पातको सुस्केरा हावाको गतिसँगै लाग्छ सुस्केराले कसैलाई सुसाइरहेछ, गिज्जाइरहेछ, बोलाइरहेछ जस्तो। समुद्री सतहबाट 1600 मिटरको टापु भिरकोट नगरपालिका वडा नम्बर 5 मा पर्दछ। स्वर्गको टुक्रा जस्तो सोरेक मैदान, टापुमा पनि मैदान, सोरेक महापुर मैदान, अन्नपूर्ण हिम श्रृङ्खलाका मनोरम दृश्य, आँधीखोला, नागबेली चालमा बगेको लगायतका दृश्यहरू यहाँबाट देख्न सकिन्छ। कहाँबाट आउनुभएको? सोरेक मैदान घुम्न आउनुभएको? हजुर। कस्तो लाग्यो यो ठाउँ? एकदम राम्रो लाग्यो, घुम्ने ठाउँ रहेछ, राम्रो ठाउँ रहेछ, यताउति हेर्नलाई पनि राम्रो लाग्यो। जस्तो यो ठाउँ त प्याराग्लाइडिङको लागि एकदमै चर्चित ठाउँ हो, हजुरलाई कस्तो लाग्यो? मलाई एकदम राम्रो लाग्यो। आज उडेको रहन्छ, उड्ने इच्छा थियो, उड्न पाइएन, उड्न अझै राम्रो लाग्थ्यो। हजुरको उड्ने प्लान थियो? हजुर। हजुर। अब फेरि आउनुहुन्छ कि हुँदैन यो ठाउँ? आउने अझै इच्छा पुरा भएको छैन। 360 डिग्री कोणबाट मैदान हजारौं दृश्यावलोकन गर्न सकिन्छ। मैदानमा पुग्दा स्वर्गको अनुभूति नगर्ने बिरलै होलान्। स्याङ्जाको वालिङ नगरपालिका र भिरकोट नगरपालिकाको बयरघारी बजार दुवैतर्फबाट सोरेक मैदान पुग्न सकिन्छ। यो सोरेक मैदान पर्यटकीय स्थल कस्तो लाग्छ यहाँलाई? मलाई त राम्रै लाग्छ। अब आफ्नै ठाउँमा सानैदेखि हुर्केको ठाउँ भयो, राम्रै लाग्छ। त्यही पनि अब पहिलाभन्दा अझै राम्रो लाग्छ।
जस्तो प्याराग्लाइडिङ आइसकेपछि यो ठाउँको अझ बढी विकास भयो, पर्यटकहरूको असाध्यै भिड लाग्ने भयो। यो हेर्दाखेरि चाहिँ तपाईँलाई के लाग्छ यो विकास पर्यटनको घुइँचो? एकदम रमाइलो लाग्छ। पहिला चाहिँ अब हामी यही चौरमा हुर्केको पातीसातीमा थियो माहौल, अहिले चाहिँ यहाँ चाहिँ आकाशमा देख्न पाइन्छ पर्यटक उडेको, मान्छे टाढा टाढादेखिबाट आउनुहुन्छ। त्यसैमा अब यहीँको भएको भएर मलाई एकदम खुसी लाग्छ। जस्तो कुन सिजनमा चाहिँ बढी आउनुहुन्छ पर्यटक? यो बर्खाको सिजनमा चाहिँ एकदम कम हुन्छ। यो बाटो हाम्रो एउटा बाटो पनि राम्रो छैन, आफ्ना साधनहरू जस्तो पाए त्यस्तै साधन उहाँले ल्याउन पनि सक्नुहुन्न। यो चाहिँ हिउँदको बेलामा चाहिँ अझै राम्रो देखिन्छ। पिकनिकहरू पनि यहाँ यो डाँडाकाँडामा सबै पिकनिकहरूका पनि हुर्चो हुन्छ, एकदम राम्रो लाग्छ, खुसी लाग्छ। स्थानीयहरू पिकनिक खान पनि आउनुहुन्छ र केही चाहिँ उड्नको लागि आउनुहुन्छ। हजुर। जस्तो नेपालीहरू कतिको उड्नुहुन्छ? लगभग हाम्रो हामी यहीँ बासिन्दाको लगभग 3टा दाइहरूले पनि यहीँबाट सिकेर उडाउन पनि अहिले पोखरातिरै हुनुहुन्छ। धेरै जस्तो त बाहिरबाट आउनुहुन्छ, यहाँ सबै हुनुहुन्न। बाहिरबाट छुट्टै छुट्टै कन्ट्रीबाट नै आउनुहुन्छ। यहाँ नेपालको मात्रै होइन, युरोप कन्ट्रीदेखि पनि यहाँ उड्न आउनुहुन्छ। जस्तो भिरकोटको बैरघारी बजारबाट यहाँसम्म आउनलाई लगभग 7 किलोमिटर जति टाढा पनि छ। यो पर्यटनको सम्भावना बोकेर प्याराग्लाइडिङ सुरु भइसकेपछि यो गाउँको विकास पर्यटकीय क्षेत्रले हेर्दाखेरि चाहिँ त्यो आर्थिक दृष्टिकोणले कतिको महत्त्वपूर्ण के टेवा पाइरहेको छ यो गाउँले? अब खासै त्यस्तो अहिले तसम्म त्यति विकास त्यति माथि त पुगिसकेको छैन। अहिले चाहिँ यहाँ मान्छे चाहिँ हेर्न आउने भनेको यो डाँडाकाँडा र एउटा प्यारासुट मात्रै। यो डाँडा त जेको त्यही छ, तर एउटा चाहिँ प्यारासुट भएको कारणले आएको, अरू चाहिँ खासै त्यति विकास हामीले चाहिँ त्यति विकास चाहिँ देखेको छैनौँ। जस्तो यहाँबाट डाँडाबाट हेर्दा बैरघारी बजार वालिङ अनि एउटा हिउँले ढाकेको आधी खोलालाई त्यो आफैमा पनि त रमणीय। हजुर, त्यही हो। आधी खोला नदी तरेर उकालो बाटो कच्ची सडक हुँदै सोरेक मैदान जान सकिन्छ। सडक विस्तारको क्रमशः काम भइरहेको छ। यसका लागि भिरकोट नगरपालिकाले विकासका लागि निरन्तर काम गरिरहेको छ। 100 रोपनीको गौचरण, गाई गोरु भैँसी लगायत आहाल बस्ने पोखरीको महत्त्व बिल्कुल फरक छ। परिचय र पहिचान फेरिएको छ। सिक्किम, दार्जिलिङ, कालिम्पोङसँग दाँच्न समेत थालिएको छ। हजारौं रोपनी जग्गा अहिले बिक्री हुन सुरु भइसकेको छ। स्विस नागरिक डेभिड आर्फोर्ड र हार्वे सेरुटीले सन् 2002 फरवरीमा सिरकोट सोरेकमा पहिलो पटक प्याराग्लाइडिङ उडाएका थिए। दुईजना विदेशी नागरिकले सिरकोट टापुबाट पहिलो पटक उडान भरे, प्याराग्लाइडिङको भविष्य निधो गरे। स्याङ्जालाई देश विदेशमा प्याराग्लाइडिङ गन्तव्य सिरकोट सोरेक भनी प्रचार प्रसारमा श्री गणेश गरे। यसको सुरुवात चाहिँ 2005 मा सुरु भएको हो र लगभग 20 वर्ष भइसक्यो। 20 वर्ष कटेको 5 जस्तो लागिरहेको छ भनेको यति राम्रो ठाउँ त सायद धेरै ठाउँ होला, त्यो मध्ये एउटा राम्रो ठाउँ संसारको यो पनि हो। र अहिले हालसम्म यो हामी आफैको उड्ने मान्छेको चाहना, हामी उडाउने मान्छेको चाहनामा भइरहेको छ र यसमा पनि यहाँको बुद्धिजीवी र स्थानीयको सहयोग पनि भइरहेको छ। र अझै पनि राज्यले ध्यान नदिएको त भन्नु मिल्दैन, यसलाई ध्यान अलिक बढी अब साहसिक पर्यटनलाई नेपाललाई प्राथमिकता राख्ने हो भने स्थानीय पूर्वाधार, यहाँको रोड, टेक अफ ल्यान्डिङको व्यवस्था गर्न आवश्यक देखिन्छ। यति नहुँदा त हामी लगभग वर्षमा धेरै नै भने 20-30 देशभन्दा बढीका पर्यटनहरू उठ्नको लागि आउँछन् भने अझै यसलाई हामीले प्रवर्धन र यसलाई यो ठाउँलाई हामीले चाहिँ नि व्यवस्था गर्न सक्यो भने सायद स्याङ्जाको मात्रै उत्कृष्ट र नेपालको मात्रै उत्कृष्ट नभएर विश्वकै उत्कृष्ट नहोला भन्ने छैन। सानो बाबु सुनवारले सन् 2016मा बाबु एडभेन्चर स्कुल सञ्चालन गरे, जुन दक्षिण एसियाकै पहिलो स्कुल हो। यस स्कुलमा आधारभूत प्रशिक्षणदेखि सबै खाले प्रशिक्षण हुन्छ। स्कुलबाट
सयौं सङ्ख्यामा अहिले विद्यार्थी देश विदेशमा उत्पादन भइसकेका छन्। पाइलटको तालिम सञ्चालन हुँदै आएको छ। यहाँ पर्यटकहरू कतिको आउनुहुन्छ? पर्यटकहरू आउँछन्। पहिला घुम्दै आउँथे। अहिले यो सानो बाबा सुनवारले जुन यहाँ पर्यटन बोर्ड खोल्यो नि, तबबाट चाहिँ विदेशका मान्छे धेरै आउँछन्। अनि यहाँ चाहिँ पर्यटन उन्नी सम्बन्धीको स्कुल पनि यहीँ खोलेको छ। यो हाम्रै यहीँ अफिस यहीँ छ उसको। र अहिले चाहिँ त्यो पर्यटन यहाँ आउनेहरू चाहिँ गडा उड्न आउने मान्छे धेरै आएको कारणले यो ठाउँलाई अलिकति माथि पनि बनाइएको छ। यहाँ आएर चाहिँ गाउँलाई चाहिँ के फाइदा भएको छ? गाउँलाई फाइदा के भएको छ भने रमाइलो, पहिलेको बेला रमाइलो भएको छ। विदेशका मान्छे देख्न पाइएको छ। अनि यहाँ भएका चाहिँ फलफुलहरू, दही दुध घिउहरू बेच्न पाइएको छ। त थोरै आमदानी हुन्छ। स्विस नागरिक द्वैले देखेको ठुलो महत्त्वकांक्षी सपनालाई पुरा गर्न आइपुगेका हुन् सानो बाबु सुनवार। प्याराग्लाइडिङका लागि सोरेक मैदान विश्वकै उत्कृष्ट गन्तव्य हो। क्रस कन्ट्री र एक्युरेसी दुवैमा सोरेक मैदान उपयुक्त छ। नेपालमा 2 दशकपछि बल्ल प्याराग्लाइडिङको महत्त्व बढ्दै गएको छ। सन् 2017 र 2018मा अन्तर्राष्ट्रिय स्तरको वर्ल्ड कप सञ्चालन भइसकेको छ। प्याराग्लाइडिङको प्रतियोगिता समेत सम्पन्न गरिसकिएको छ भने सोरेक मैदानबाट टेक अफ उडाएर आधी खोला किनारमा ल्यान्ड गर्नु मजा बेग्लै नै पाइन्छ। Feel to fly in Pokhara and here. Here is much better because in Pokhara there is a small airspace, there's a regulation, and you can't fly too far from the Sarankot, only 3 kilometers. And here you have a chance to cross-country fly, so it's much more free here. Natural beauty that you can enjoy from here, from the sky of this locality. What's the difference between Pokhara and here? The nature is beautiful, all Nepal. So Pokhara is a city, so much more noise. So here you can meet with the local people, because here is not too much tourists, only paragliders, and that's why we enjoy this place very much. Do you want to give to our representative, people's representative of the government of Nepal? I think this place rather the paragliders interesting. Some people can come here, some foreigners maybe take an excursion to the cave. Here is a nice cave and a 1.5 hour walk. So this is a good walking and good program. But the most important for me, of course, because I'm a pilot, the paragliding sports here. I have been here in Nepal 10 times. And 25 years before I have been here first. So I enjoy the country. हवाई पर्यटनको रूपमा गाउँलाई समृद्ध बनाउन स्थानीय युवाहरू लागि परेका छन्। घर घरमा होमस्टेको पनि सुरुवात भइसकेको छ। भौगोलिक बनावट, हावापानी, सुरक्षा लगायत विभिन्न पक्षले धनी जिल्ला हो स्याङ्जा। सोरेकको आकाशमा लोपोन्मुख गिद्ध प्रशस्तै पाइन्छ। पर्यावरणीय सिद्धान्त अनुसार गिद्ध बसेको ठाउँ वरपर मानव बस्तीका लागि अति उपयुक्त मानिन्छ। सोरेकमा गिद्धले हावाको मापन गर्छ।
गिद्धले आकाशमा उडान भर्दा प्याराग्लाइडिङका पाइलटहरू पनि उडान भर्छन्। यहाँबाट स्याङ्जा, पाल्पा, पर्वत, बागलुङ, गुल्मी र अर्घाहाँचीको आकाशसम्म उडान भर्ने गरिन्छ। यहाँका जनप्रतिनिधि, नागरिक अगुवा, सामाजिक अभियन्ता लगायतले सोरेकलाई विश्वकै हवाई पर्यटन राजधानी बनाउने अभियानमा जुटिरहेका छन्। 2018 मा हामीले चाहिँ यहाँ वर्ल्ड कप गरेका थियौँ। त्यति बेला धेरै विदेशी खेलाडी सहितको यो रमझम तामझाम देख्दै गर्दा साँच्चै नै एउटा विकासले फड्को मार्नेछ, ठुलो चाहिँ एउटा चाहिँ हब बन्नेछ भन्ने हामीले सोचेका थियौँ। तर हामीले सोचे जति चाहिँ त्यस्तो अवस्थामा अहिले पर्यटन विकास नभए पनि कर्मिक रूपमा यसलाई सुधार भएको छ। पहिलाभन्दा सहज रूपमा पूर्वाधारको क्रममा यो सडक जुन वालिङदेखि जाने र भिरकोटदेखि सोरेक मैदान जाने सडक केही स्तर उन्नति भएको छ। तर यसको स्तर उन्नति पूर्ण रूपमा भयो र त्यहाँ बस्ने वासस्थान सहितको पूर्वाधारहरू पूर्ण रूपमा तयार गर्यौँ भने साँच्चीकै यो पर्यटन चाहिँ प्रवर्धन हुनसक्छ। यसले गर्दा यो आन्तरिक एवं बाह्य पर्यटन चाहिँ यो सोरेकको मैदानमा आउन सक्छ र यहाँ यो ठाउँको यो क्षेत्रकै विकास हुनसक्छ। विशेष गरी सोरेक मैदान यस्तो ठाउँ रहेछ, त्यो त हामीले अहिले पछि मात्रै बुझ्यौँ, जहाँबाट टेकअप भएर त्यही ल्यान्डिङ गरेर मिल्ने ठाउँ, त्यो विश्वको त्यस्तो मात्रै एउटा ठाउँ रहेछ यो सोरेक मैदान। विशेष गरी यहाँ चाहिँ तल्लो बेल्टमा चाहिँ एउटा समुद्री सतहबाट आउने चाहिँ तातो हावा र माथिल्लो बेल्टमा चाहिँ हिमालबाट आउने चिसो हावा दुइटैको सम्मिश्रण भएको र यो पर्यटनको लागि प्याराग्लाइडिङ जुन एउटा आँखाले देखेर हातको चालबाट खेलिने खेल रहेछ र यो साहसिक पर्यटन सबैभन्दा राम्रो स्थान चाहिँ सोरेक मैदानमा भएको र यहाँको हामीले विकास गर्न सक्यौँ, यहाँको पूर्वाधारहरू निर्माण गर्न सक्यौँ र यसलाई राष्ट्रले आफ्नो पनि अपनत्व ठानेर एउटा विकासको गतिमा अगाडि बढायो भने साँच्चीकै एउटा आन्तरिक एवं बाह्य पर्यटन सँगसँगै यसलाई समृद्ध बनाउनको लागि हामी सबैले पहल गर्न सक्छौँ। आँधीखोला भ्यालीलाई एभिएसन जोनका रूपमा निर्माण गरिसकिएको छ। यस्तै हवाई रङ्गशाला फ्लाइङ जोन काटिसकेको छ। टेक अफ, ल्यान्डिङ र फ्लाइङको दृष्टिकोणबाट आँधीखोला हवाई रङ्गशाला अत्यन्तै उत्कृष्ट मानिन्छ। पोखरामा प्याराग्लाइडिङको विकल्पको रूपमा सोरेक मैदानलाई हेर्न थालिएको छ। यसैले पनि सङ्घीय प्रदेश र स्थानीय सरकारले सोरेक मैदानको संरक्षण, सम्वर्धन र पूर्वाधार विकासमा विशेष चासो देखाएको छ। कार्यक्रम पर्यटन यात्रा आजलाई यति नै। अर्को अङ्कमा हामी अर्को गन्तव्यसहित उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।